हेलो हेलो कान्छा, मेरो घरमा मेरो बिहेको कुरा चल्दैछ। तिमी आउँछु आउँछु भन्दै कुरा मात्रै फेर्दैछौ। अब त मलाई तिमी प्रतिको विश्वास नि लाग्न छोडिसक्यो। सानो यस्तो कुरा नगर। घरमा बुवा आमालाई राम्रोसँग सम्झाऊ। म तिम्रो हो। तिमी बिनाको जीवन त म कल्पना पनि गर्न सक्दिन। मलाई कता कता डर लाग्दैछ। मेरो घरको मान्छेले मेरो बिहे जबरजस्ती गराइदिनुहुन्छ कि भनेर। यदि त्यसो भयो भने तिमीले मलाई होइन मेरो लासलाई देख्नेछौ। बुझ्यौ?